गाइस नमस्ते। अहिले चाहिँ हेर्नु नि अचानक पानीको पैसा उठाउँछु भन्दा चाहिँ हामीलाई कस्तो भयो होला गाइस भन्नुहोस् त तपाईहरु आफै। त्यत्रो वर्षसम्म उठाएन हैन, त्यत्रो साल बित्दा पनि उठाएन। अहिले चाहिँ पाइप हटाएर फ्याँकिदिएको, पाइप फ्याँकिदिएको राखिदिएको, एकपट्टि फ्याँकेर निकालेर राखिदिएको रहेछ। अन्त अब हामीहरूको पनि पानी बगेर जान्छ, हामीहरूकै बारीबाट जान्छ पानी, देखिँदैन। माथि चाहिँ मुनि माथि ढाँड छ, मुनि तल निस्किन्छ हामीहरूकै बारीमा। सबैले खाइरहेछ नि त, खोइ हामीले उठाउँछु पैसा भनेको छौँ। पैसा किन उठाउनु? किनभने मरेर जानु पापको एक बारको जिन्दगीमा मरेर एक दिन जानै पर्छ, जो पनि अगाडि पछाडि हैन। अन्त त्यो पापको भारी कति चाहिँ बोक्नु? आम्मामामाम 1000 रुपैयाँ त्यत्रो माथि पुग्नुपर्ने पानी बनाउनु चाहिँ। यो चाहिँ साह्रै उयो भएको है गाइस। म चाहिँ त्यही भन्न चाहन्छु कि भगवानलाई चाहिँ नि त्यो मान्छे चाहिँ किरा परेर र्याउँ र्याउँ किरा पर्छ, तपेर बाँचोस्, मरि पनि नहालोस् हो। यति साह्रो तडपिनु परोस् कि कल पनि नआओस्, त्यसलाई खुन मुखबाट छादेर ब्रट भएर मरोस्। किनभने हामी त कसैलाई पैसा उठाउनेवाला छैनौँ। किनभने उनीहरूले मरि दुःख गरेर कमाएको हुन्छ। महिनामा 1000 रुपैयाँ भनेको पनि त यहाँ हो गरिब मान्छेलाई। त्यही पनि बस्तीमा पनि, अब बस्तीतिर पनि पानीको पैसा तिर्ने बेला भयो। जमाना कहाँदेखि कहाँ पुगिसक्यो गाई, सोच्नु त। अम्मा हो, त्यत्रो बस्तीमा माझीटारतिरै 1000हरूमा पानीको पाइपहरूको पानी खायो भने बिल्डिङतिर खाँदा सबै बनाइदिन्छ मान्छेले। फिटरले डल्लै बनाएर बिल्डिङमै पुऱ्याइदिन्छन् पानी, बिग्रिँदा ओर्दा सबै हेरचाह सब विचार सबै गर्छन्। अन्त हामीहरूको चाहिँ यहाँनिर चाहिँ 1000 रुपैयाँ तिरेपछि त्यत्रो तल घरबाट चाहिँ यता माथि आउनुपर्ने अरे पानी बनाउनु हो। खानु मन परे खानु, तिर्नु सक्नु, पैसा दिनु सक्छ भने पैसा दिने भने खानु, पैसा नदिने भने नखानु अरे। खोल्सीको पानी, बगुवा पानी, जमिन उसको पऱ्यो भन्दैमा बगुवा पानी। उसको पानी त होइन नि त, त्यो त उम्रेको हो नि त, जमिनबाट उम्रेर आएको हो नि त, डिभिजनबाट। त्यस्तो पानीको लागि पनि त्यस्तो हो भगवान्। म त यस्तो रिस उठ्छ गाइस कि भन्नै नसक्ने क्या। यस्तै अब उसको अलैँची मऱ्यो अरे, उसको अलैँची मऱ्यो भने त उसले हेरविचार गर्नु पऱ्यो होइन। त्यो त आफैले गोडगाड गर्नु पऱ्यो। अन्त पाइप लाउँदैछन् भने नलाउनु भन्नु नि, अन्त किन पैसा उठाउँछु भन्नु डाइरेक्ट। आम्मामामा, नयाँ घर बनिँदैछ अरे, पैसा उठाउने अरे सबैलाई। जसले खानु सक्छन्, पैसा तिर्नु सक्छन्, त्यसले मात्रै अरे। बाई गाइस।